बोकोकुदा के देवानाकु ओखानो कुनी नि ओइतेमो खाङ्क्यो ओसेन वा सिङ्कोकुना मन्दाइदा। बुम्पो चाहिँ एन्नीको बुम्पो हो। यसलाई दुई तरिकाले प्रयोग गरिन्छ, नि ओइते अथवा नि ओकेरु पनि भनिन्छ। जे भने पनि दुईटै शब्दको अर्थ एउटै हुन आउँछ, मात्र अलिकति प्रयोग गर्ने स्टेप मात्रै थोरै फरक छ है त। कि बास्यो जिदाई बुन्या ओ आरावसुतो किनिच खाइमास भनेर भन्छ। भन्न खोजेको कुनै पनि क्षेत्र स्थानको बारेमा स्थानहरू चाहिँ व्यक्त गरेर भन्नु पर्दाखेरि प्रयोग गरिन्छ भन्छ। गर्ने तरिका भनेको नाउन प्लस नि ओइते लगाइन्छ, नाउन प्लस नि ओइते अथवा नाउन प्लस नि ओकेरु प्लस नाउन लगाइन्छ। नि ओकेरु लगाउनु पर्दाखेरि चाहिँ अगाडि पनि नाउन र पछाडि पनि नाउनै आउँछ है त। ठ्याक्कै अर्को अर्थमा भन्नु पर्दा यो चाहिँ नि अथवा दे भन्ने ठाउँमा प्रयोग गरिन्छ है त। हामी चाहिँ कुनै पनि कुरा दे अथवा नि भनेर भनिन्थ्यो भने, जस्तै मानिलियौँ कोङखाइ नखाइगी वा साङ्गाइदेओ कोनाइमास भनेर भनिन्थ्यो होइन, साङ्गाइदेओ कोनाइमास भनेर भनिन्थ्यो। दे भनेर लगाइन्थ्यो, तीन तलामा चाहिँ हुन्छ भनेर भनिन्थ्यो, अथवा साङ्गाइ नि कोनाइमास होइन, तीन तलामा हुन्छ भनेर भनिन्थ्यो भने चाहिँ अब चाहिँ हामीले नि ओइते भनेर कन्भर्सेसन गर्न सकिन्छ है त। कोङखाइ नखाइगी वा साङ्गाइ नि ओइते ओकोनाइमास भनेर यसरी भन्न सकिन्छ होइन। यो नि अथवा देको खावारीमा चाहिँ नि ओइते भनेर एकदमै धेरै प्रयोग गरिन्छ। यो नि ओइते भनेको चाहिँ कन्भर्सेसन गर्दा चाहिँ खासै प्रयोग गरिँदैन, तर ओसिरासेहरू होइन चिठीहरू लेख्दाखेरि चाहिँ एकदमै धेरै प्रयोग हुने बुम्पो। हामीले पनि कुयाक्स्यो होइन, सियाक्स्यो अथवा गिङ्कोहरूबाट आएको खामीहरूमा चाहिँ तपाईँले हेर्नुभयो भने यो नि ओइते भन्ने बुम्पो चाहिँ एकदमै धेरै प्रयोग गरेर लेखेको पाइन्छ। अनि रेबुन बनाएर हेरौँ है त। एकमा हेरौँ है त। एकमा के भन्न चाहिन्छ भनेदेखि बोकोकुदा के देवानाकु ओखानो कुनी नि ओइतेमो खाङ्क्यो ओसेन वा सिङ्कोकुना मन्दाइदा भनेर भन्न चाहेको। बोकोकुदा के देवानाकु मेरो देशमा मात्रै नभएर चाहिँ ओखानो कुनी नि ओइतेमो, ओखानो कुनी निमो अथवा देमो भन्ने अर्थ दिन आउँछ है त। निमो अथवा देमो होइन, हो निमो अथवा देमोको ठाउँमा चाहिँ ओखानो कुनी नि ओइतेमो भन्न सक्यो। ओइतेमो खाङ्क्यो ओसेन वा सिङ्कोकुना मन्दाइदा भनेर वातावरण प्रदूषण चाहिँ एकदम ठुलो समस्या हो भन्ने अर्थ दिन आयो होइन। दुईमा हेरौँ है त। दुईमा के भन्न चाहिन्छ भने सिचुनाइ नि ओकेरु किनेन ओ गोएन्द्रियो कुदासाई भनेर भन्न चाहिन्छ। भन्न खोजेको रुमभित्र चाहिँ चुरोट नखानुहोस् भन्ने अर्थ दिन आउँछ होइन, चुरोटबाट टाढा रहनुहोस् भन्ने अर्थ दिन आउँछ। सिचुनाइ नि ओकेरु, सिचुनाइ भनेको पनि यहाँ नाउन भयो, नि ओकेरु किनेन भनेको पनि यहाँ नाउन हुन आयो। त्यही भएर नाउन पछि लगतै नाउन आउँछ भने चाहिँ बिचमा ओकेरु भन्ने यो बुम्पो हालेर हामीले कन्भर्सेसन गर्न चाहिन्छ। सिचुनाइ नि ओकेरु किनेन हो गोएन्द्रियो कुदासाई। तीनमा के भन्न चाहिन्छ भनेदेखि नेपारु नि ओइतेमो निहोन्स्योको आजु खाउरे सुतोरानगा फुयेतेइमास भनेर भन्न चाहिन्छ। भन्न खोजेको नेपारु निमो अथवा नेपारु देमो भन्ने अर्थ दिन आउँछ है त। नेपालमा पनि जापानिज खाना चाहिँ बनाउने रेस्टुरेन्टहरू चाहिँ एकदम फुयेरु भइरहेछ होइन भन्ने अर्थ दिन आउँछ।